So good morning, welcome to my another mini vlog, a day in my life. मेरो मर्निङ चाहिँ स्टार्ट भयो मिल्कीसँग अनि म उठेर चाहिँ बेडसिन छाड्न मिलाएँ, तनाहरू चेन्ज गरेँ। आज तनाहरू चेन्ज गर्नुपर्ने दिन थियो अनि मैले चाहिँ बेडहरू मिलाएर सिरक्सिनित बनाएर राखेँ। अनि यो कोठाको काम सकेर चाहिँ म गएँ सिटिङ रुमतिर। सिटिङ रुममा नि मैले बराल कुराल गरेर सिनिक्क बनाएर बेड सेटको तन्नाहरू कसेर अनि म लागेँ अघिको लुगाहरू वासिङ मेसिनमा हाल्नलाई। त्योभन्दा बाहेक अरू लुगाहरू पनि हाल्नुपर्ने थियो अनि मैले चाहिँ सब लुगाहरू सुल्टो बनाएर वासिङ मेसिनमा हालिदिएँ अनि वासिङ मेसिन अन गरिदिएँ। यसपछि चाहिँ मेरो किचन बढाल्ने काम थियो अनि म लागेँ किचनतर्फ। पानी चाहिँ तात्दै थियो, म बिहान उठेर पानी खाने गरेको छु अनि त्यति बेलासम्म चाहिँ मैले किचनहरू बढालेर सिनित्त बनाएर ब्रस गर्न गएँ। अनि म चाहिँ मेरो कपाल पातलो छ नि त, अनि म चाहिँ जहिले ओइलिङ गर्छु नुहाउनुभन्दा अगाडि। अब हाफ एन आवर अगाडि गर्नुपर्छ भन्छ नि, तर मेरो अलि भ्याउँदिनँ अफिस जाँदा बिहान, अनि त्यही भएर म राति नै ओइलिङ गरेर नुहाइधुवाइ गरेर मैले दिएँ हजुरहरूलाई आउटफिट चेक। आज चाहिँ कुर्ता लाउने मुडमा थिएँ अनि मैले कुर्ता लाएर आउटफिट चेक दिएर गएँ खाजा साजा बनाउनको लागि। मैले चाहिँ आज फ्रुट सलाड बनाएर लग्ने प्लानमा थिएँ अफिसमा, किनभने ट्युसडे म प्रायः ननभेज खाँदिनँ, भेज नै हो। त्यही भएर मैले फ्रुट सलाड चिया सिडहरू हिजै भिजाउन राखेको थिएँ, त्यो सबलाई मिक्स गरेर फ्रुट सलाड बनाएँ अनि त्यो बनाएर प्याक गरेँ। अनि यसपछि चिया खाएर चाहिँ म लागेँ रेडी हुनलाई अफिसको। गेट रेडी विथ मी वाला भ्लग चाहिँ म छिट्टै नै बनाउँछु। त्यसमा चाहिँ म अब कुन कुन प्रडक्ट युज गर्छु, मेरो प्रडक्टको नाम के हो, एक्ने भएको पिम्पलमा के कस्तो प्रडक्ट युज गर्दा राम्रो देखिन्छ, त्यसको चाहिँ डिटेलमा हजुरहरूलाई डिटेल गेट रेडी विथ मी बनाएर छिट्टै नै लिएर आउनेवाला छु। अनि मैले 3टा कुरा चाहिँ कहिले पनि मिस गर्दिनँ। एउटा भनेको आई स्याडो, मस्कारा र ब्लस। त्यो चाहिँ अफिस जाँदा नर्मल्ली लाउने कम्पलसरी जस्तै हो। अनि यो 3टा कुरा चाहिँ म लगाएरै जान्छु जहिले पनि। अनि रेडी हुनुको साथसाथै चाहिँ मैले माम पनि खाइरहेको थिएँ, मलाई ढिलो भइरहेको थियो अनि मैले माम खाएर म लागेँ अफिसतिर। बिहान जति नै राम्रो भएर गयो नि बेलुका हुँदा हामी भूत जस्तै हुन्छ। अनि म टेम्पोमा चढेँ, टेम्पोको क्लिप लिन पाएन। अनि यो चाहिँ हाम्रो शङ्खमुल नयाँ मान्छे शङ्खमुल रोडमा हो। म जहिले अफिसमा सबभन्दा अगाडि पुग्छु अनि मेरो फेभरेट भ्यू चाहिँ यही हो, हाम्रो अफिसबाट देखिने भ्यू। यो चाहिँ कृतिपुरको भ्यू हो, यस्तो दामी देखिन्छ। अनि एकछिन बसेर यो भ्यू हेरेर अनि म कामसाम गर्नतर्फ लाग्छु। मलाई सबसे मनपर्छ यो पार्ट। गर्मी एकदमै बढेको छ, त्यही भएर सबजनाले पानी सक्दो खानु होला, स्टे हाइड्रेटेड। काम भने हुँदै गर्छ तर पानी चाहिँ मिस गर्नु भएन है त। अनि मैले खाजा खाएँ, हामी चाहिँ नर्मल सबजनासँगै बसेर खान्छौँ, तर आज चाहिँ मैले ननभेज नखानु भएन। म क्लासरुममा गएर मेरो फ्रुट सलाद खाएँ अनि यस्तो मिठो भएको थियो, टेस्ट सबको आएको थियो। अनि अफिसको हल्का क्लिप लिएँ, काम धेरै थियो आज त्यही भएर धेरै लिन पाइनँ। अनि म घर झरेर घर आउँदा यस्तो थाकिसकेको थिएँ, बेहाल भएको थियो। बिहान जति नै राम्रो भयो नि बेलुका आउँदा सबको हालत त्यही नै हो। अनि म मामसँग वकमा गएँ। जति नै ढिलो जति नै थाकेर आए नि हामी एउटा मिस नगर्ने कुरा चाहिँ वक हो। मामसँगको बोन्डिङ पनि राम्रो हुन्छ, अर्को हेल्थ पनि राम्रो हुन्छ। गर्मीको बेलामा अब 6, साढे 6, 7 बजीसम्म उज्यालो हुन्छ अनि सबजना प्रायः खोला छेउमा आएर हावा नि आउँछ, चटपटीहरू बेच्न, मकै पोलेको बेच्न, पानीपुरीहरू राख्न आउनुहुन्छ, कोही खानुहुन्छ, कोही घाँसमा बसेर आराम गर्नुहुन्छ। अनि हामी चाहिँ वाक गएर आएर मैले घरमा मामसाम खाएर म सुतेँ। अनि म मिल्की बिना चाहिँ निदाउन सक्दिनँ, त्यही भएर गुड नाइट।